बोलेको यहाँनिर आज होइन पुरा लेडिज चस्मा लेडिज त हो त कस्तो देखिन्छ काफले लगा न तँ लेडिज चस्मा काफले ल केटाहरू आइपुगेको छ यहाँनिर खतरा चस्मा लाएर चाहिँ होइन यो चाहिँ हेवा खोलाको नयाँ बेली ब्रिज हो होइन सुजनीले मासु पोल्दैछ एकदम कोक खाइ हुँदैछ होइन कोक र एकदम सेको खाइ हुँदैछ केही खाँदैनस् त ओ सुँगुर टिप्पो सरको चाहिँ आजको पुरै डान्स कोप्रा डान्स हो यो मिलेर नाच न ओइ कति सिकाउनु हाम्रो तेन्जिङ सरको नाच तेन्जिङ सरले एकदम समय के खाइरहनु भएको छ भन्नुहोस् अहिलेको तत्कालको अवस्था यहाँ अहिले हाम्रो चाहिँ फोटो खिच्ने काम भएर के भइरहेछ अरे भन्दा फोटो सेसन कार्यक्रम हुँदैछ अलि ठुलो भन्नेबाट आइपुगेको छ केटो होइन जिम्रोस किन निकालेको ल यहाँनिर चाहिँ बाइक बनिँदैछ होइन अब यहाँ हाम्रो टोलीहरूको बाइक छैन आज बोधराज काफले हिँडाइ होला जस्तो छ होइन यता हेर त बोधे के गर्ने हिँड्ने ल कालापानीतिर जाँदै गरेको हामी चाहिँ होइन यहाँ बाइक एक एकवटा बाइक लिने हो छैन पास गरेको छैन यहाँ बाइकको अगाडिको ब्रेक नलागेर बिजोक भइरहेछ होइन बोधे के छ ल यता हेर्न आज बोधेकै मात्रै खिच्नु पऱ्यो क्या खोइ चस्माले त लगाऊ खोइले न बोधेको यहाँनिर आज होइन पुरा लेडिज चस्मा लेडिज त हो त कस्तो देखिन्छ हेर ल आज चाहिँ हामी पुरा कालापानीतिर जाँदै गरेको त्यहाँनिर चाहिँ होइन एहो ल है ल हिँडेको अब बोधेको लेडिज चस्मा कालापानी हो कालापानी हो आइहाल्ने हो ल यहाँनिर फिदिम बाइकर्स जोनमा चाहिँ हामी यहाँ बाइक बनाउँदैछौँ साउजी कहाँ गयो अहिले म सामान बेच्दिनँ बेर लाउँदिनँ फेरि बोधेको आज मुस्कान कडा छ यता हेर भाइ ल पानी पर्न आँटेको छ होइन पुरा गोपेटारतिर चाहिँ पानी पर्दैछ भन्दै थियो अब यहाँ नजाउँ भनेको केटाहरूले जाउँ कि जाउँ भन्यो होइन यस्तै छ गाइज हेर्दै गर्नु होला हाम्रो भिडियो होइन नयाँ बाइक सोरुमबाट भर्खरै आइसकेको छ नयाँ आएको हो नि सोरुमबाट बनिसक्यो नि होइन ल यहाँ हाम्रो मालिक भर्खर आउँदैछ यहाँनिर के छ काम भयो हो काम भयो सुजनेको जहिले यस्तै हुन्छ क्या हिँड्ने बेला खोइ के ब्याउन आँटे जस्तो होइन बोधेको आज होइन अरू भन्दा नि यो बोधेको लेडिज चस्मा चाहिँ मलाई एकदम खतरा लागिरहेछ क्या यो लेडिज चस्मा त हो त केटाको त ठुल्ठुलो हुन्छ भाइ चस्मै किन्न जाने तँलाई केटीको चस्मा भिडा जस्तो छ यो केटाको चस्मा हो र यहाँनिर खोइ यहाँ बाइक बनाऊ भनेको यार आज बाइकै नबन्नेला जस्तो छ हिँडाइ होला जस्तो छ साथी हो होइन काफले लगा न तँ लेडिज चस्मा काफले चस्मा अगाडि कुदाउनु लाउने हो नि त अगाडि लाउने हो नि त हो काफले कुदाउँछ ल यहाँनिर जोरसाल बजारमा आज पानी परेर हाम्रो प्लान क्यान्सल भएर हामी फर्किन आँटेको जस्तो छौँ होइन लाइट बोल्यो त केटा
जोरसालमा यस्तो छ अब पानी पर्यो भने चाहिँ यतै होला जस्तो छ साथी हो ल केटाहरू आइपुगेको छ यहाँनिर खतरा चस्मा लाएर चाहिँ होइन यो चाहिँ हेवा खोलाको नयाँ बेली ब्रिज हो होइन अनि जाउँ न लु खै अरू केटाहरू ल यहाँनिर आइपुग्दा त बोधे त ह्यान्डसम देखियो त यार खोइ ले न चस्मा ल खोइ यो लगाइ हेरौँ कसको बोधेले यहाँ आँखामा धुलो पसाउने खिच्नु त चस्मा लाग्यो ल अहिले हामी यहाँनिर हेवा खोलाको बेली ब्रिजमा आइसकेका छौँ यहाँ नयाँ बेली ब्रिज हामी उद्घाटन गर्न आएको भन्नु त मिल्दैन फर्स्ट टाइम हो होइन फर्स्ट टाइम त हो नि यो बेली ब्रिज को चढाएको छ हाम्रो ग्रुपमा चाहिँ यता यता कोही चढाएको छ छैन हो यता यता फर्स्ट टाइम होइन ल लु जाउँ ल अगाडि कहाँ गयो पछाडिको टोली ल छिटो आउनु छिटो छिटो फेरि यो बाइकको स्ट्यान्ड छैन होइन सुताउनै पर्ने हुन्छ ल जाउँ लु म पछाडि आउँछु ल लाग्यो 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 ल ढोक्दै लाग्यो है साथी हो गयो 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 ल पानी पुरा आएर यस्तो चिसो भयो लास्टै चिसो रहेछ यहाँनिर यो ठ्याक्क कुन डाँडा भन्दा यो गुराँसे डाँडा के भन्छ यहाँनिर आइपुगेका छौँ हामी यहाँ गएको केटाहरू त उडे त यार सबै ल यहाँनिर पानी पुरा यस्तो आयो होइन लास्टै खत्तम भयो बस केटा हो एकछिन पानी आयो अब बस्ने त होला नि पानी आएर यार आज कहाँ जाने हो केही टुङ्गो सुङ्गो भएन माथि नि पानी परिरहेछ होला होइन पुरै खत्तम भइरहेछ बोधे के हो अरे आइज न यहाँ उयोले अब पुगिहाल्नु त ल यहाँनिर चाहिँ हाम्रो कालो पानीमा आइपुगेर यहाँ सेकुवा पोल्ने काम भइरहेछ एकदम सेकुवा कस्तो भइरहेछ ल यहाँनिर सुजनीले सेकुवा खतरा खालको पोल्दैछ होइन पानी यस्तो यस्तो भइरहेछ पानी परेर बिजोक भइरहेछ यार चस्मा चस्मा लाएर पोल्दैको को ल यहाँनिर चाहिँ चौरीमा बसेर सबैले भेष मात्रै लाउ न हो भएन यार यो कस्तो टाटे पाङ्रे देखियो क्या यसरी एउटै भेष लाउनु पर्ने यार छैन टोलीहरू त्यही त यहाँ यस्तो आगो बलिरहेछ यहाँनिर सेक्का पोल्ने दुईटा पालिका थर्किने स्पिकर चाहिँ यो खतरा खालको हो होइन कानको जाली फुटाइदिन्छ यसले यस्तै छ पानी परेर यहाँ सुजनीले मासु पोल्दैछ है ल एकदम कोक खाइ हुँदैछ होइन कोक र एकदम सेकुवा खाइ हुँदैछ सेकुवा पोला चाहिँ हाम्रो बबाल भइरहेछ है कालो पानीमा टोलीहरू पनि कुकुर कुटेर फेरि बिच कुकुर कुट्ने फेरि यता यसको खिच्नु त मुखमा मासु हातमा रक्सी कहाँ गयो राखिसकेछ हतार हतार राखिसकेछ भिडियो गरेर कि भुइँमा राख्छ कि मेरो चाहिँ नगर्नु को खाँदै हो को खाँदै हो हामी एकदमसँगले कोला बोधराज मुख हल्ला नर्ने मासु हालेर नचमै बस्दो रहेछ साला बिग्रेको बाहुन सुँगुरको मासु खाइरहेछ यता डान्स फेरि कडा गइरहेछ यता हेरेर हौ यहाँनिर हाम्रो रविन्द्र नाल्बो एकदम कुकमेन प्रमुखले मासु पोल्ने काम गरिरहेछ होइन सेकुवा कर्नर अब उसले सेकुवा कर्नर खोल्दैछ प्र्याक्टिस गर्दैछ यहाँ हाम्रो तेन्जिङ सरको नाच तेन्जिङ सरले एकदमसँगले के खाइरहनु भएको छ भन्नुहोस् अहिलेको तत्कालको अवस्था यता देखाउनुहोस् डान्स
चलिरहेको छ अहिले हाम्रो यता सुजन ब्याजी एकदम खै सुजन ब्याजी आउनु पर्यो यता ल ल यहाँ डान्स सुरु भइसकेको छ होइन सुजनीले चाहिँ के गरेको थियो यार बोधेले जति बेला खाइबस्छ होइन जा तल नाच जा जा केटो बिग्रेको बाहुन जति बेला रक्सी खाइरहेछ रविन्द्र के छ रविन्द्र मासु पोल्लाई मचिरहेछ जानिसक्यो मासु पोल्न सलाद यहाँ यत्रो धेरै छ मासु सलाद त्यही त यार मामा र माइजू चाहिँ केटाहरूले सँगै लिएर हिँड्दो रहेछ हालिदिने हो नि कसले बोल्नु लाग्छ जाऊ साथीहरू कता कता जान्छ जा होइन अलि ठुलो बजा न केटा दुईटा पालिका सुन्ने स्पिकर यही हो बरु यतै ठिक छ यार बोधे मासु चाहिँ छोड्दैन क्या केटोले नि जहाँ गए पनि हाम्रो बोधराजले चाहिँ होइन मासु भनेपछि मासु लभर हो बाहुन केटो उपाध्याय बाहुन भए पनि सुँगुरको मासु चाहिँ एकदम हाम्रो यहाँ प्रकाश सरले मासु पोल्दै हुनुहुन्छ यार केही खाँदैनस् त सुँगुर टिप्पो केटाले भिडियो गरेर कि खालि फलफुल मात्रै टिप्छ क्या ल रात परिसकेको छ यहाँनिर चाहिँ अब के हो भर्खर परिचय हुँदैछ ल पर्न आँटेको हो के हो केटा हो यहाँनिर हाम्रो मासु पोलाई मचिरहेछ डान्स हान्ने टोली चाहिँ त्यहाँ छ सरको चाहिँ आजको पुरै डान्स खोपरा डान्स हो यो बिचमा मिलेर नाच न कति सिकाउनु नाच नाच यहाँ अहिले हाम्रो चाहिँ फोटो खिच्ने काम भएर के भइरहेछ अरे भन्दा फोटो सेसन कार्यक्रम हुँदैछ अलि ठुलो भन्न फोटो सेसन कार्यक्रम बोधेले आज सुँगुरको मासु ओभर हानेको छ बाहुनको छोरो रविन्द्र के छ तिमी त यार केही खाँदैनौ चिसो पानी बाइक केही खायौ न हो त्यो चाहिँ हो ठिक हो ल कालो पानी यस्तो छ होइन हाम्रो के रे ल अब 5 बजिसकेको छ लगभग फर्किनु पर्ने हुन्छ के छ फर्क्यौँ होला होइन फर्कौँ अब हामी लगभग हाम्रो केटाहरूको फोटो सेसन कार्यक्रम चलिरहेछ होइन ल बोधे के छ यसो अन्तिम तेरो केही छ भन्ने भन् काला पानीमा आएको 2 शब्द भन्न अनि भन्न अरू भन्न केटाहरूले फेरि यहाँ ढ्याङ्ग्रो बोकेर हिँड्दैछ होइन काला पानीमा यहाँनिर छ हल्ला खल्ला गरिरहेछ यहाँ फोटो सेसन भइरहेछ मदन के छ यहाँ ताप्लेजुङबाट आइपुगेको छ केटो होइन जिब्रोज किन निकालेको के छ भन् के छ भन्ने भन् भनेको नि छैन जाडो भएको छैन गर्मी भएको छैन हो भर्खरै केटोले तातो पानी खाएर आएको छ होइन यस्तै हो के छ साथी हो
ल अब यहाँ अन्तिम भइसकेको छ के छ सुजन म पुरै हैन म पुरै नेपाली भइसके मलाई थाहा छैन म कहाँ छु मलाई थाहा छैन ल अब रात परिसकेको छ अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ होइन केटाहरू पुरा खाएर चाहिँ चिल पारामा उडिरहेको छ होइन अब लाग्नुपर्ने हो अरू भन्दा नि बाइक चाहिँ कसरी कुदाउँछ केटाहरूले यो मेरो ड्राइभर हो गाडी चाहिँ मलाई दिनु चाबी उसँग छ यो मेरो ड्राइभर हो मलाई कसरी लान्छ सिंगल हो ल म सिंगल कुन